लङ टाइम आफ्टर यार यो बाटो हिँड्यो 4 वर्षपछि खुब हिँडिन्छ स्कुल जाँदा के छ तिमी कति वर्षपछि हिँड्ने भान्जा म त धेरै हैन यसले भर्खर बिदाइमा आएको 4-5 दिन भयो तिमी स्कुल आउँदै थियौ यो भान्जा स्कुल आउँथ्यो बियोले ग ले कोही भन्दैन यो माउ त तिमी यसको बिदाइमा आएको म यो फुटे हेर्नु नि त बिदाइको ए बिदाइमा बिदाइमा ल्याएको थियो अगाडि नि आउँथ्यो त बिदाइमा आएर त के गर्छ त पढ्नु पर्यो होला नि त धेरै भएको छैन म हिँडेको नहिँडेको कुन बाटो हिँड्छौ कालीमाटीबाट कि कालीमाटीबाट हिँड्छु ढिलो भन्नु उताबाट हिँड्छु धेरै छिटो भन्नु युबाट हिँड्छु एक्लै होला लामी घरबाट होइन ठिक छ हामीले चाहिँ बाटो छोडेको लगभग 5 वर्ष भयो होला छिमेकी मान्छे खुट्टा चान्त भन्ने हो रहेछ त्यस्तो हुन्छ त आफ्नो सानो छोराले सबै मेरो हाल्छ नि त ल ठुलो आमा भनेको छिमेकी मलाई स्कुल छ माथि कति स्कुल हो भान्जा माथिको कति स्कुल हो यो माथिको भवनहरू कति स्कुलको भने धेरै याद छ स्कुल पढेको हेर्दा हो तपाईँ खुइलेको पर सेती भएछ त तेरो लुगा र पेन मात्रै देखिन्छ कालो टाउको देखिन्छ तेरो जुत्ता खुइलिएर सेतै भएछ कपाल देखिँदो रहेछ यार कपाल देखिरहेछ जुत्ता पनि देखिरहेछ सर्ट चाहिँ देखिँदैन रहेछ खुइलिएर सेतै भएछ केटा जो विमल राई के लाग्छ आज माङबुङले फाइनल के उठाउँछ मौसम राई के छ आज खसी आउँछ आउनु पर्ने अलिक लामो इन्टरभ्यू दिएन दिन्छ यसो हेर्दाखेरि टिमको कम्युनिकेसन एकदम राम्रो छ यस हाम्रो डिफेन्डर सोजन राई एकदमै के भन्छ अनुभवी प्लेयर हुनुहुन्छ उहाँले यस कुनै पनि बल छोड्नु भन्ने यस यो ओभरको कुरा हाम्रो मिडफिल्डर जति म खतरा खेलिहाल्छु ओके गनै हाल्यो हक दग्दै छेर्नु थाल्यो यो बोक्न नानु मुझे नानु भन्छु नानु मार्नु हुँदैन नमार न देख्न सक्नुहुन्छ गाइस वा नमार भन्छु ओइ नमार भन्छु नमार नान भन्छु सेती सर्प छ छोड्दे म यहाँ सर्बल बाटो काटेको सुब्बे हुन्छ भन्थे सुब्बे किन चाहिँ मार्छस् त ओइ आमा छाप्या सर्वको छाप्या तेरो बाउको विशालले गोविन्दे बडाहरूको गेम एसएससी जित्नु पर्ने हुन्छ एसएससीले ओ विमल त क्याप्टेन म्याच लिएर आइज त ल दा के यसकै खसी लगिन्छ होइन दाइ खसी लगिन्छ नि खसी त हाम्रो काँधमा हालेर पुरै ल ठिक छ पायरले जित्छ हामीलाई खसी लगिन्छ नि दाइ लानु पर्यो ढुक्क हान्छु तँ टप त फुकाल्नु नि त रिक्स गोल हान्नु पर्यो 2-3 बिस्तारै खेल्ने सानो तलतिर त हिजो खेलेको नि रातभरि ल दाइ बेस्ट अफ लक गेम खेल्न गइरहेको छौँ एसएससी भर्सेस कहाँ अरे अपोनेन्ट रौजाटाड कि रौजाटाड
मलाई भ्लग हो भाइ केटाहरु गेम चलिरहेछ ओ नाइस स्टुडेन्ट के केटाहरुले जित्छन् भन्छ हेरौँ गेम हो खेल्न सकिँदैन केटाहरूले त जित्नु पर्ने हुन्छ आनन्दजी मसँग नि हाल्ला यसपछि केटाहरु त हार्न आँटे त हो यार के खेलेको यस्तो यार भाइ हान्नु न काका हो वाह वाह दिपेक स्केल ल्यान्ड स्केल लभली नाइस बल माग्न यहाँ नौले नौ छिर्नु आयो नौ हेर त यी कस्तो आन्छस् भिडियो गर्न थल्ली ए केटा हो 2-1 ओ मेरो प्यारफिटहरुमा निकै मान्छे छन् नि फेरि ल ल हजुर पाँचजना मात्र खेल्छन् कति हान्छ गोल हो भने हातै चाहिँ डले फर्केर ए दुलो परो ओ भुइ दुलो परो बेस कटु चुप्पा भयो भान्जा तार्ने नमस्ते भरेछ ल एसएससी लाई बधाई छ अब गेम जितेकोमा काला पानीसँग हैन ओए दियो 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 ओए दियो दियो ओए 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 पानीपुरी खाने भए चापे आउनु होला चिचिलाहरूले अझै पनि अब अलिक छिपेको खर्सानीको आश गर्नु अलिकति नमक मिलेको छ हार्नु हुँदैन दिपे शान्ति गरौँ कि भने चेन्ज गर्दा नि हुन्छ दामी कि दाइ ओपर हान्नु पर्ने छ अब आखिर एकता नै पर्ने छ 2-3 चटपटै माग्दिउँ त्यहाँ बिचमा राख्दै खाएर चाम्थ्यौँ हो त चाम्थ्यौँ हो ल ल नाच्दैछ ल छिटो चाम्थ्यौँ तिमीले एउटा केटीले बाल्दिरहेछ क्या तिमीले एउटा केटीले बाल्दिरहेछ ल उसले एउटा केटीले बाल्दिरहेछ ऊपर छ नि ऊपर छ नि हरियो सलाउरी रहेछ नि काठमा कुमारे कहिले छाम्ने नि गराए कहिले छाम्ने नि गराए पिरिक पिरिक होला नि हाम्रो दिपे दाइ सँग हाल्नु न वाउ ठुकाउला मदन खाली भए मदन दाइ तले भेटिन ल मदन दाइ खाली फर्के यार मदन दाइ दाइ बिचरा खाली फर्के यार पानी चाल्नु ल खोइ हाम्रो खोइ चाम्थुम
ल्यान्डे जाऊ घर जाऊ घर जाऊ न घर जाऊ बधाई छ